सानो बच्चालाई चाहिँ खाना खुवाउन सुरु गरिसक्नु भएको छ भने चाहिँ कहिलेकाहीँ हजुरहरूले मकै, पालङ र मटरको साललाई मजाले बोइल गरेर त्यसलाई पिसेर पनि खुवाउन सक्नुहुन्छ। अनि मकै चाहिँ कार्बोहाइड्रेटको राम्रो सोर्स हो। यसले चाहिँ बच्चाहरूलाई ग्रोथ गर्न हेल्प गर्छ भने पालङमा भिटामिन ए, सी, के पाउँछ। यसले चाहिँ बच्चालाई फाइदा गर्छ। जस्तै मटरको सालले चाहिँ बच्चाहरूको चाहिँ बोनहरूलाई स्ट्रङ गरेको हुन्छ। यसले गर्दा चाहिँ बच्चाहरूलाई ग्रोथ गर्नलाई सहयोग हुन्छ भने डाइजेसन प्रब्लमलाई पनि सल्भ गर्छ। अनि बच्चाहरूले नि मिठो मानेर खान्छन्। सधैँ एउटै खानेकुराहरू खुवाउँदाखेरि चाहिँ बच्चाहरू नखाने हुन्छ नि त। त्यसले गर्दा चाहिँ यो तिनवटा भने कहिलेकाहीँ चाहिँ हजुरहरूले खानाको रूपमा खुवाउन पनि सक्नुहुन्छ। यो बनाउन चाहिँ धेरै सजिलो छ। अनि यो बनिसकेपछि चाहिँ मैले चाहिँ हल्का तताएर खुवाउँछु बच्चाहरूलाई, किनभने चिसोले पेट दुख्ने हुन्छ नि त बच्चाहरूलाई। त्यसले गर्दाखेरि चाहिँ हजुरले नि यो ट्राई गर्न सक्नुहुन्छ।